नमस्कार। आज यहाँहरूलाई चाहिँ हामीले घरमा दुध किन्छौँ नि, त्यो दुध किनेको दुधबाट चाहिँ तर बनाएर त्योबाट चाहिँ कसरी घिउ बनाउने भन्ने कुरा म सिकाउन गइरहेको छु। हामीले तर सँगाल्छौँ। तर सँगालिसकेपछि त्यसलाई राम्रोसँग एउटा सफा डेक्चीमा यसरी मुसिरहने 5-7 मिनट जति मुसेपछि डल्लो हुन्छ। त्यसलाई यसरी सफा कराईमा राखेर सर्लक्क यसरी डल्लो पारेर यसलाई राम्रोसँग झिक्ने। र हेर्नुहोस् त कस्तो राम्रोसँग डल्लो भएर त्यो नहुनी चाहिँ यसरी आउँछ। अनि त्यसलाई सबै राम्रोसँग झिक्नु होला। यो 2 मामा दुधको 12 दिन 13 दिनसँग हालेको तरबाट बनेको हो यो नहुनी। अब यसलाई राम्रोसँग त्यो नहुनीलाई चाहिँ यसरी डल्लो बनाएर त्यहाँ पानी थोरै हुन्छ त्यो तर्काउने। अब यसलाई पहिला चाहिँ ठुलो हिटमा तताउने त्यो नहुनीलाई। अनि थोरै त्यो नहुनीमा चाहिँ नउम्लियोस् अनि कनिका पर्छ भनेर त्यो घिउ चाहिँ कनिका हुन्छ भनेर अलिकता चामल त्यसरी राखेको छ। थोरै 10-15वटा गेडा जति चामल राख्ने अनि सानो हिटमा चाहिँ तताउने। चलाइरहनुपर्छ, राम्रोसँग चलाउनु होला हजुरहरूले नि हेर्नुहोस्, किनकि यो फेरि उम्लिएर बाहिर जान्छ, सफा गर्न पनि गाह्रो हुन्छ भनेर यसलाई चलाइरहने। जब त्यो पानीको भाग अनि सुकेपछि चाहिँ यसरी यो घिउ ब्राउन कलरमा चाहिँ घिउमा परिणत भइसक्यो। अनि त्यो भित्र चाहिँ यसरी बिलाउने हुन्छ, त्यो अझै सेतै छ, पाकेको छैन। त्यसलाई अझै एकछिन पकाइसकेपछि अब यसलाई एउटा छान्नीको माध्यमबाट हामीले यसलाई राम्रोसँग छानेर यसरी घिउ बनाउन सकिन्छ। हजुरहरूले पनि यस्तै गर्नु होला है। हस्त नमस्कार।